हाई गाइज, यो चाहिँ मेरो फर्स्ट भ्लग। मैले चाहिँ मिनी भ्लग चाहिँ हालिराखेको थिएँ 9-10 दिन जति भयो लगातार मिनी भ्लग हाल्न लाग्यो। तर चाहिँ भ्लग चाहिँ अहिलेसम्म हालेको थिएन। अनि त्यसैको लागि हाल्नु पऱ्यो भनेर नि मैले करेन्ट च्यालेन्ज गरौँ न बहिनी भनेर बहिनी र म चाहिँ करेन्ट च्यालेन्ज गर्ने भनेर मैले चाहिँ बेलुका कामबाट फर्केर आउँदाखेरि चाहिँ करेन्ट चौचौहरू लिएर आएँ। अनि त्यसपछि करेन्ट चौचौ पकाउन थालेँ। अनि करेन्ट चौचौसँग चाहिँ सबैजनाले सागहरू सँग मिसाएर खाएको चाहिँ कस्तो मिठो हुन्छ भन्ने सुनेको थिएँ। अनि खाएको पनि देखाएको थिएँ कतिजनाले। अनि म चाहिँ आजसम्म करेन्ट चाहिँ मैले खाइरहेको हुन्छु, तर चाहिँ कहिले पनि मैले सागसँग चाहिँ खाएको थिएन आजसम्म। अनि चाहिँ मैले आज सागसँगै खान्छु भनेर मैले साग लिएर आएँ। अनि त्यसपछि अन्डाको चाहिँ अम्लेट बनाएर खान चाहिँ मलाई एकदम मिठो हुन्छ कि करेन्टमा। अनि त्यसपछि मैले अम्लेट बनाउन थालेँ। अनि अम्लेट बनाएँ। अनि अम्लेट बनाएपछि करेन्ट पनि पाक्यो। अनि करेन्ट नै बनाएर करेन्ट रेडी भयो। अनि त्यसपछिको चाहिँ हेर्नु है भिडियोमा। हाई गाइज, हामी चाहिँ करेन्ट च्यालेन्ज गर्दैछौँ आज। हेर्न सक्नुहुन्छ करेन्ट र अन्डा अनि साग हालेर बनाएको। म चाहिँ चपस्टिकले सक्दैन खान, अनि त्यही भएर चाहिँ यतिकै खानु लाग्यो। अब हामी च्यालेन्ज स्टार्ट गर्छौँ। हम कुक भएन गाइज, पानीमै आज सीमित हुन्छ। त्यही भएर चिसो छ नि त, त्यो पनि बुझ्नुपर्छ। अनि त्यही भएर चाहिँ अब हामी स्टार्ट गर्न मुख पानी आइसक्यो। अनि चाहिँ अब चाहिँ करेन्ट स्टार्ट गर्छौँ। सबैजनाले सब्सक्राइब गरिदिनु होला युट्युब च्यानलमा। मेरो चाहिँ म यो भिडियो चाहिँ युट्युब च्यानलमै हाल्छु, आफ्नै च्यानलमा। अनि टिकटकको बायोमा पनि मैले लिङ्क छ, त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ मेरो युट्युब च्यानल। अनि ल गाइस, अब चाहिँ हामी स्टार्ट गर्न लाग्यो है। 1 नहाँसे बिग्रिन्छ अलि यता आइज है न। 1 2 3 गो गो। सागले गर्दा खानै मिलेन। सागसँग सबले मिठो हुन्छ भनेर म साग हालेर आज बिहान बनाएको। ठिकै हुने रहेछ। त्यो डाट पनि सक्नुपर्छ नि, च्यालेन्ज भनेपछि त्यस्तै हो, सब सक्ने हो। किन फटाफट खाएनन् भन्नुभयो होला, फटाफट नै खामे मुखमा आँटेर खाएन। पानी बिना केही खान सक्दैन हो म त। करेन्ट छ किन पिरै आउन छोडे, पिरै हुन सक्छ। यदि तपाईँहरूको कसैको मान्छेहरू करेन्ट फ्याक्ट्रीमा काम गर्नुहुन्छ भने पिरो चाहिँ अलि बढाउनु भन्नु होला।
कहिले कस्तो मलाई करेन्टको प्याकेटहरू पनि ल्याइदिँदै गर्नु म लास्टै खान्छु दिनमा एउटा त खान्थेँ कि पहिला त आजकल चाहिँ 2-3 दिन भयो काम गर्न थाल्छ खाएन पेट फुल भयो पुरैसँग बस्छ त्यहाँ छ ती म फर्स्ट भएको है गाइस नै हो फेरि यसमा झगडा हुन्छ गाइस हामी दुईटैले सक्छौँ कसले छिटो सक्छ आफै गेस गरेर आफै भन्नु होला अफ कोर्स म यो किनकि मैले गफ पनि गरिरहेको थिएँ नि त त्यही भएर हो जस्तो सक्न चाहिँ सकेको थिएँ मैले नि सुरुमै आफै चाहिँ कमेन्टमा भनिदिनु होला कसले छिटो सक्यो यति खाँदा पनि पुरै फुल भयो क्या पेट कति मिनेट भयो पिरो नले हाएर भ्याएर पिरो भएन तर हल्का हल्का त भइहाल्छ नि यार करेन्ट भएपछि हो कि नै गाइज हो यति भन्दै आजको हाम्रो भिडियो है समाप्त गर्न चाहन्छु बाइ गाइस सबैजनाले फेरि बनाए